उनको मनको मुस्कान, उनको मनको मुस्कान घाम भन्दा नानो लाग्ने गर्छ। हिउँदको चिसो बिहानीमा पनि बसन्तको सुगन्ध जाग्ने गर्छ। ओठमा मात्र होइन, त्यो आत्माको गहिराईमा फुल्ने फूल हो। दुःखका बादलले ढाके पनि नओइलिने अमर उसुल हो। जब उनी मुस्कुराउँछिन्, आकाशले नीलोपन अझै गाढा बनाउने गर्छ। हावाले गीत गुनगुनाउँछ, चराहरूले नयाँ बिहानीको सुरुवात गर्ने गर्छन्। उनको मुस्कानमा कुनै बनावट छैन, त्यो त निष्कपट मनको भाषा हो। घाइते हृदयलाई मलम लगाउने शब्द बिनाको एउटा आशा हो। कति आँधी आए जीवनमा, कति सपना अधुरै रहे होलान्, तर पनि मुस्कानलाई साथ बनाएर उनी आफ्नै उज्यालो बनेकी होलिन्। मलाई लाग्छ मानिसको सबैभन्दा सुन्दर गहना सुन चाँदी वा हीरा होइन, मनबाट फक्रिएको मुस्कान नै हो। त्यसैले उनको मनको मुस्कान मेरो कविताको पहिलो हरफ बन्यो, जहाँ प्रेम श्रद्धा पर्छ र श्रद्धा जीवनको उज्यालो पथ बन्छ। यदि संसारमा सबैले यस्तै निर्मल मुस्कान बाँड्न सके, घृणाका सबै अँध्यारा गल्लीहरू मायाका उज्याला बाटामा बदलिन्थे। उनको मनको मुस्कान सम्झनाको सबैभन्दा उज्यालो दिन हो, जुन समयमा आँधीले निभाउन सक्दैन, जुन समयका आँधीले निभाउन सक्दैन, किनकि त्यो प्रेम, करुणा र मानवताको अनन्त उज्यालो स्वरूप हो। हवस् त, धन्यवाद।